नेपालको सातवटै प्रदेश संरचना, ऐतिहासिक राजनीतिक आन्दोलन, सशस्त्र द्वन्द्व र जनआन्दोलनको बलिदानको परिणाम हो। संविधान सभाबाट निर्मित नेपालको संविधान 2072ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई सम्बोधन गर्न प्रादेशिक संरचना प्रदान गरेको हो। तर राष्ट्रिय स्वतन्त्र पार्टीको भर्खरै सम्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनले प्रदेश खारिज गर्ने नीति पारित गरेको विषयले देशव्यापी रूपमा बहस सुरु गरेको छ। विशेष गरी उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेको राजनीतिक प्रतिवेदनले भविष्यमा गम्भीर राजनीतिक र प्रशासनिक दुर्घटनाको सम्भावना बढाउने सङ्केत गरेको छ। बरु प्रदेश खारिज नभई पार्टी सभापति रवि लामिछानेले भने जस्तै पूर्ण संरचना अर्थात् सुधारको बाटोहरू कार्यान्वयन गर्न सकिन्छ।